गरेपछि बल्ल अर्काले गरेको भनेर भन्छ त्यसले यहाँ ल्याउन पर्छ भोलि त्यहाँ होइन भने जिम्मेवारी कसले ल्याउने भन्नु भोलि त्यसलाई कडा भन्दाखेरि त हतियारलाई पहिला ल्याउनुहोस् 1 घण्टा बित्दा 1 घण्टा बित्दा जस्ता मान्छेले पनि के हामी सामान्य मान्छेले पनि छानबिन गर्न सक्छौँ दिदी निस्किया छ भाइको विवश हत्या भएछ आँखा निस्केछ खुट्टा भाँचेछ सबै गरेर त्यति गर्दा पनि यो समाज कस्तो यहाँबाट फाट फुकेर वहाँ गयो एक्सिडेन्ट भएको मान्छे त्यही खटपटाउँछ कि त्यही परान जान्छ गाडीको त्यत्रो मुस्लो आवाज आएर कसैले सुन्नुभयो यहाँ त्यस्तो होइन नि त कसैको लासमाथि राजनीति गर्नु भएन के उहाँ कसैको छोरा उहाँ फ्रिजमा गएर बसिरहेछ यहाँ यस्तो भइरहेछ तपाईँहरूले अझैसम्म छानबिन गर्न नसक्ने अर्काको लासमाथि राजनीति गर्ने तपाईँहरूले राजनीति गर्न पाएन यो भाइको न्याय चाहिँ एकदम निष्पक्ष रूपमा हुन पर्यो यो न्याय चाहिँ एकदमै हुन पर्यो आज होइन तत्कालै गर्न सक्नु तपाईँले चाह्यो भने त तपाईँले 1 सेकेन्ड भित्र गर्न सक्नुहुन्छ बुझ्नुभयो नि त्यही ड्राइभरलाई यहाँ लिएर आउनुहोस् त्यसैले भन्छ अहिले यहाँ कसले किनेछ त्यसलाई कतिमा किनेछ कतिमा बेचिएछ त त्यसैले भन्छ त्यो यो चाहिँ न्याय हुन पर्यो यो भाइको चाहिँ न्याय हुन पर्यो यो एक्सिडेन्ट